उठाऊ छिटो हो त्यसै पो राइटर हुन्छ होला मेरो अनुमति बेगर सुजासुकै गर्ने होइन नि फेरि हेर्न सक्नुहुन्छ धुलो तिमी चाहिँ कसले खाना पनि भन्दै उदाउँछ राइडर मनिका बाइक लडा बम भएर बसिरहेको छ गाइस म राम्रो छुइनँ र के कस्तो खाँदै छैन न डाँट चाहिँ छैन नि बाबा डाँट चाहिँ छैन नि काली हजुर पानी खाऊ न अलि ज्यान छ भारी रिसाकेर न मेरो बुढी तिनीलाई बोकेर लान्छु र म अब ओह्रालोमा पनि लट्टी कसो अरे के भयो तेरो कमर चाहिँ ठिकमा राख्नु उही त गर्छु त नि म चरा हानेपछि ए बम्माया हेलो गाइज वेलकम ब्याक लफङ्गा भ्लग के छ तपाईँहरू अर्कोबाट एकदमै सन्चै हुनुहुन्छ होला भने आशा राखेको छौँ हामी पनि एकदम सन्चै छौँ माथि ताप्लेजुङतिर जाँदै गरेको अहिले चाहिँ हामी चाहिँ यहाँनिर काबेली खोला आइसकेको ताप्लेजुङ र 5 थरको सिमाना यहाँ चाहिँ अहिले नयाँ पुल बनाएर छ है गल्यौ हेर्दै जानुहोस् हाम्रो भ्लग कस्तो हुँदैछ होइन सब्सक्राइब लाइक कमेन्ट सब थोक्नुहोस् हामी माथि गएर देखाउँछौँ ताप्लेजुङ पुगेर अहिले चाहिँ हामी ताप्लेजुङ बजारमा आइसक्यो गाइजहरू यहाँनिर थोरै आर्थिक सकेर चाहिँ हामी यहाँ कामसाम सकेर बुढीले बेगमा पैसा हालिसकेको छ हामी चाहिँ अहिले चाहिँ यो ताप्लेजुङको माथि सुकेटर भन्दा अलिकति मासतिर कटेज भन्ने ठाउँ रहेछ दामी अनि यहाँ आइपुगेको छौँ कालिज कटेज अरे बबाले रहेछ अब्बो खतरा भिड रहेछ त्यहाँ त मेरो बुढीको चडक फेरि यहाँ बस्न जुगाड गर्दैछ है गाइस हामी दुईजनाको फोटो खिच्नु लागि ढुङ्गासँग हेरी मिलाएछ केटीले लगाएछहरू हामी चाहिँ यहाँ चाहिँ सट्ट घुमिसकेको होइन जिन्सको पेन्ट लाँदै अहिले चाहिँ पेन्ट सेन्ट खोलेर यहाँ ल्याइदिएछ ल बोका ए लगाउनु न लगान्छ तिम्रो पेन्टको बिजोग भयो लु यता पो लगाइदिएँ मैले त फोटो खिच्दिएको इस नराम्रो आमा रिसाएर बम भइरहेछ उसको सुराल खोलेर ऊपर झुन्डेर छ ज्याकेट यहाँ अगाडि आएर 0 पोइन्ट फचाक्ने अगाडि छेउमा आइ मुस्कान होइन अब बाफ रे बाफ मलाई हेरेर सब थोक बोकाउनु खोज्छ म झोला बोकेर बाइकमा हिँड्छु तिमी चाहिँ कहाँ आँट्छौ त कस्तो भयो फोटोसुट बुढी कस्तो लाग्यो घिनै लाग्दै खिचेर रिसले मुले कालिज कटेज चाहिँ कस्तो लाग्यो भने 2 शब्द त राम्रो लाग्यो गाइड चाहिँ फर्केको ल भिडियो अन गरेको होइन गाइड चाहिँ फर्केको ल घर लुगा ज्याकेट सब बोकाउँछ अनि बाटो चाहिँ खराब यार खान्छु मेरो मुड खराब दिइहाल्छ क्या माथि ताप्लेजुङ मन्दिर जाने बाटो पहिला त झन् खराब थियो अहिले चाहिँ बनाउँदै रहेछ है यतिको राम्रै हो भनौँ न गाडी लगाएर कस्तो धुँदैन हेर्न सक्नुहुन्छ धुलो भाइ आँखामै पुग्छु गाइस धुलो मेरो बुढीको मेकअपको खर्च मात्रै हो धुलोले बसमा लाग्छु र पहिला गाइस हामी छोडेको धेरै यस्तो नगर हो त रामी त कति छ गाडीमा भुटोले गर्दा पनि राम्रो हो क्या अब त्यो गाडीले धुलोले फोटो मात्र
गाइस म आज त्यस्तो पनि गाइस म राम्रो छुइनँ र के नहीं दीदी वाह दीदी 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 राम्रो छ गाइस कति हो चस्मा त मैले बोकिरहेको छु नि के झरे जस्तो लाग्यो बाइकबाट होइन अनि त्यही भएर यसो हेर्न आएको झर्नु त केही झरेन एकले आमा के झऱ्यो भन्छ फेरि तिम्रो फोन छ तिम्रो वालेट हेरेर सु गर्ने कता हुन्छ गर मेरो अनुमति बेगर सु जहाँसुकै गर्ने होइन नि फेरि गाइस मेन कुरा भनेको चाहिँ मेरो सुन है एक भन्न सुन्छ झरेन एक तलाको सुन सकिहाल्यो नि फेरि हाम्रो पनि छ नि फेरि यता गाइस ठुलो देखाउन हाम्रो पनि छ नि फेरि आधी तलाकै गाई झरे गाडी जुत्ताको हालत गाडी कुदेको धुलो धुलो खै पठायो फेरि केटा यो फेरि तम्से गरे कुदाउनु छिटो नमस्कार धेरै फेरि ओके अब झ्यापे चढे पाथिभरा मात्रै गयो भन अलि बटार क्लोज तानेर बटार गाइस गाह्रो छ है मलाई त नथे मलाई बताउनु भन्नु मेरो कहाँ त टेकेको फेरि नटेक्नु न आम्मा उसले कुदाउन चाहिँ मलाई रिस गर्छ फाइनली बाइकै बाँच्नु भने उठाउँछु तर म एकछिन लडेछ म त उठ्दिनँ है म त घुँडा टेक्दिनँ है अघि किन नटेक भनेको कि मलाई नबटार न कान्छी ठिक मात्रै नि तर बटार बिस्तार क्लोज चाहिँ बिस्तारै छोड न अनि पो हुन्छ त हौ त्यस्तो नि त उठाउनु हो बात तो सही है दौड़ना तो पड़ता है गाडी आयो भने अगाडि कहीँ ट्रनिङ पनि छैन कतिमा किन कसरी उठाउँछ उठाउ छिटो छिटो उठाउ भनेको रेल नगर छिटो त्यहाँसम्म त होइन कहाँसम्म त पछाडि मैले कहाँसम्म त भन्थेँ पछाडि यहाँसम्म त नि यहाँ त्यहाँ होइन हौ कान्छ अलि मुनि छ त्यो फेरि फुट्छ है त्यो उठाउ
हो हो त्यसै पो राइटर हुन्छ होला गाडी छोकिन के होइन नि के होइन अन्त के हुन्छ अरे बिस्तारै टक्लाको लड्दा त के हुन्छ यस्तो सजिलो बाटोमा राइटर मनिकाले कसो पो गर्यो चलाउने अझै लु स्टार्ट गर ल एकचोटि अफ गरेर अन गर पोखिन के को पोख्छौ केही पोखिन पका पका मलाई नलाने ममा एक्लै पकाएको गरे फेरि मनिका गुरुङले पुरै दिँदैछ है धुलै धुलो भइसक्यो जुत्ता सित्ता क्याप लगाऊ क्यापले आँखा चोपेको हुन्छ के भन्नु राइटर मनिकाको पख नसी बाइक हान्दैछ बुढाले भ्यान हान्दैछ होइन गाडी मेन्जो मेन्जो सिकायो साथीहरू पनि आउनु सक्नुहुन्छ तिम्रो साथी हो मेरो त गाई छु नि हाम्रो युट्युब हाम्रो सब साथीहरू त ए साथी हो तिमी चाहिँ कसको खाना बुढी भन्दै सिन्तारा एक्सप्रेस म चाहिँ बेबी चङ ठाकुरी एमआरबीको र हाम्रो एके नवाब चक्लेटी बैठोना थापाको फ्यान हो है गाईको मोटो भ्लगमा चाहिँ अब हाम्रो एमआरबी भ्लग भएर सुरक्षित भइहाल्यो होइन भ्लगिङ गर्नेमा चाहिँ डोना थापा बाबाले थुप्रै हल्का मेन जोसी फेरि बाटो ढुङ्गाहरू गडाङगिडिङ छ 14 मिनट भइसक्यो गाई छोरी मेरो बुढीले बाइक कुदाएको चाहिँ यता टर्न यता यसलाई अगाडि सिधा लगाएर जाने सिधा लिँदैन अहिले बटाएर न कहाँ जान्छ त्यति सानो बाटोमा लैजाने त्यति लैजा नरोकी लैजान हजुर उदाउँछ राइडर मनिकाले चाहिँ एकचोटि यहाँ बाइक लडा बम भएर बसिरहेको छ हाँस्यो त अनि पछाडि गाडी आउँदै थियो गाडी अनि त्यो गाडीले चाहिँ हल्का साइड यहाँ माग्दै थियो अनि यता बिस्तारै रोक भनेको कान्छीले चाहिँ हल्का डिस हानेछ अनि हल्का गाडी धिस्रेर टक्लक्क लोडेको थियो त्यो गाडीको मान्छे चाहिँ हाँसिदियो अनि मेरो बुढी चाहिँ रिसले यहाँ बम अगाडि चाहिँ हामी चाहिँ माथलो फेरि आइपुग्नु आँटेको गलेर मेरो बुढीले चाहिँ ज्याकेट समेत मलाई बोक्नु लाग्यो उसको ब्याग स्याग होइन गल्यो अरे गल्यो ए लुइन हौ भटाभटी न है भटाभट म त फेरि छाडी पठाउँछु नि ऊ माथि डाँडामा त्यहाँनिर बोकेर बस्नुपर्ने आज लु 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 धेरै जस्तो पो गरेँ त हौ कत्रो भेडा कस्तो राम्रो नि के दिने अब तिमीले उयो मकै देऊ मकै किनेर ओ मकै देऊ न यो किनेर यो कति रुपियाँ हो यो एउटा दिन त दा ए पका न म खोलिदिन्छु यसले मकै खान्छ राम्रो दिन त हातमा वाउ कस्तो खाँदैछ हेर्नु न त्यसै बल्ल त भएको रहेन छ नि होइन अलिअलि बल्ले छैन कि मकै खाएको कस्तो गरेर के गरेर खान्छ भन्छ लुगा हुन्छ नि भेडाले त कति बाटो नि यसको उन चाहिँ काट्नु पर्ने उन काट्ने बेला भएर जाउँ किन यता हाम्रो भाइहरू नि आयो त नि 3 जना भाइलाई नदिने केही के हो त्यो भेडा गनायो चढाउनु म गयो एउटा उठाउनु
अब बिस्तारी मिन्जो गर न हौ नहल्लाइकन पाथ्यो पर जो पुण्य कमाओ मुकुमलुङ युमा mangyang nu oh laman te kak siwar ho lunga ano ke chonda ya iksungna morinung na nungge sununga sayang जेपाइट फाइनली गाइस हामी चाहिँ माथि बिदा आइपुग्यो रुम नम्बर 4 मा ट्याक कलर चाबी हैन यत्रो भारी मलाई बुगाएर दुईटा ज्याकेट उ चाहिँ इस फ्याङट्याङ अझै पनि गल्यो भन्दैछ टोपी खुला गरिम हैन धुलो हुँदा बिस्तारै गर धुलोड्यो कस्तो छ त धुलो नि धुलो भयो बुढी अर्को लाउनुपर्छ नि बुढीले मलाई सेवा गर्दैछ है जाडो त्यति छैन हामी हिँडेर आएर होला नि गर्नु पर्यो एकछिन पछाडि हुन्छ कि जाडो लाक्पा शेर्पालाई नि हामी मिस गर्न चाहन्छौँ उफ पर भित्रमा नाम लेखिरहेको छ नि त पासाङ लम्बु शेर्पा त उयो सगरमाथा चढेको त बुढी सगरमाथा हिमाल त सोलुखुम्बु हो नि अनि भोलि चाहिँ चट्ट कति बजी उठेर हुन्छ भन्दा पनि बिहान बिहानै जाने अनि कति बेलाको दर्शन गर्नुलाई तपाईँहरू नि हाम्रै भगबाट भन्न चाहन्छु भोलि हेर्नु होला गाइजहरू उठेर हिँडिसकेको 5:30 भयो अहिले चाहिँ होइन 1 बजीदेखि मान्छे उठेर हिँडेको निदो नै दिएन अनि हामी चाहिँ तल उठेर यहाँबाट माथि केही पाइँदैन त्यसैले आफूलाई चाहिने सबैटा सामग्री यहीँबाट लगेर जानु होला हामी भ्याइरहेको छ यता चाहिँ गाइज हेर्नु त अङ्कल आन्टी कस्तो खतरा हुँदो रहेछ पुगेर पूजा गरेर फर्किसक्नु भयो भनेपछि अब अझै 2 घन्टा लाग्छ भने त कसो हो के हो यत्रो माथि आएर पनि पहिला हामी तलबाट 2 घन्टा आएपछि यस्तो लाग्छ यस्तो छ बाइक गाइस भ्यू चाहिँ बबाल्ने छ मेरो बुढी अलि ज्यान लागेर हिँड्नु सकेको छैन खानु बुढी के कसो पो हिँड्नु सक्दैन आफै काली पानी खाऊ न अलि ज्यान छ भारी रिसाकेर न मेरो बुढी गलियो मेरो बुढी त मलाई चाहिँ हिँड्ने जस्तो लागेको छैन तिनीहरू बोकेर लान्छ र मलाई अब आइपुग्न आँटेपछि त बोक्ने यता बोक्छिन हौ अब चाहिँ गाइस हामी फाइनल आइपुग्न आँटिसक्यो यहीँबाट हेरे पुग्छ किन जानु अन्त क्यान्सल अब बुढी अन्तमा जानु नपर्ने नि हेर्नु अन्त जानु नपर्ने रहेछ यहाँ आयो भने चाहिँ बिहान बिहान आयो भने चाहिँ यति माथि आइसकेको छ अहिले चाहिँ घाम चाहिँ सबै डाँडाहरू त तल छ नि खतरा टपमा छ है गाइजहरू यहाँ अब कुम्भकर्ण हिमाल चाहिँ 2-3वटा हिमाल पछाडि छ ऊ त्यो माथि कुम्भकर्ण हिमाल होइन त नि टोपी खोइ तिम्रो टोपी हराउँछ मलाई मार्ने पहाडहरू अनि यो बादलहरू चाहिँ यहाँ माथिबाट चाहिँ मुनि नै रहेछ फाइनली हामी चाहिँ दर्शन गरेर फर्किसकेको के खाएको तिमीले मलाई नि देऊ गुल्ली मिठाई हो हामी चाहिँ अझै घरतिर फर्किने हाम्रो दाइहरूले यस्तो गरेर बोक्नु भएको छ डोकोमा भात मिठो नमिठो सब्जी मिठो तिमीलाई चाहिँ कस्तो लाग्यो अनि मुला कचर गुन्द्रुक कचर नमस्ते होटलमा चाहिँ दामी दिँदो रहेछ खाना मैले 2 थाल खाइदिएको 2 थाल थपियो बुढीले 3 थाल तिमीले
तीन ताल खाएन बिर्सेको कि एकचोटि मसँग थपे होइन अर्कोचोटि अनि मैले त्यो भयो कि भयो भने होइन हो त्यतिखेर अनि सुरुमा एक थाल मसँग थप्दा एक थाल ए मेरो बुढा चाहिँ बलियो छ क्या सब हुन्छ लुकर लुकर कलम गाह्रो हुन्छ के गरिदिनु पर्ने मैले बोक्नु पर्यो के बोक्नु पर्यो तिमीलाई ज्याकेटलाई माथि किन कसरी लगाइदियो नि हेलो म्याडम कसरी लगाइदियो ऊ चाहिँ खालि रित्तै हिँड्ने जानेको छ ओह्रालोमा पनि लट्टी कसो अरे एउटा हुडी किन्छु अनि एउटा प्यान्ट किन्छु गाइस मलाई आएको त होइन बिहानै आउनु फाइदा रहेछ गाइसहरू के भयो तेरो कुनाल खोज्छु यहाँ तेरो कमर चाहिँ ठिकमा राख्नु त नि छ्याठीलाई हाल्छु नि म फेरि अनि के आफै ठोकिनु आउँदै उही त गर्छु त नि म चरा हानेपछि लाग्यो चाहिँ भने ठक्कै फेरि अनि यताबाट उनीबाट जाउने मान्छेहरूलाई नजिक छ भन्नु पर्छ क्या मोटिभेसन हुन्छ नि त भनेको टाढो छ भन्छ अबे ऊ त्यही माथि हो नि त्यो माथि झन्डाहरू छ नि त्यही हो तर उयो माथि पुगेपछि त 1300 छ नि त उताबाट यस्तो घुमेर आउने छ क्या नजिकै छ अब तपाईँहरू आधी घन्टा हिँड्नु न यसरी नै ठ्याक्कै पुग्नुहुन्छ बाजेलाई गाह्रो भएन नाति हो कि नातिनी बाउ आमा छैन होला अनि त्यहाँ त अनि अब पैसा मान्दैन उनीहरू त्यहाँ गर्दैछ नि मसँग अब हिँड्नु परिहाल्यो ल बाजे बिस्तारै जानु चाहिँ 10 मिनटमा 10 मिनट अलि लाग्दैन कि आफै छिटिनु सक्दैन कसरी चाहिँ मुर्खेर भयो तिम्रो ए बम्माया यता आएर बम्माया अच्छा टोकेर भरे भातसँग आइदिन्छु नि ज्यान त कसरी खानु 5 वटा बाघले खाइ नसक्नु ज्यान छ हात्ती छ ज्यान अनि कसरी खाइसक्छ बम्माया लुक्स नै कडा छ फेरि फाइनल गाइस हामी चाहिँ घर आइपुगिसकेको अहिले चाहिँ हामी चाहिँ लास्टै थकेत भएर यस यात्रा सफलै रह्यो होइन के खाएको बुढी रोटी त गाइसहरु अब ब्लग चाहिँ यति नै होइन धेरै लामो भइसक्यो हाम्रो ब्लगलाई शेयर सब्स्क्राइब गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला गाइसहरु सपोर्ट गरिदिनु होला ल गाइसहरु फेरि मिलेंगे नेक्स्ट ब्लग में।